अनि कसैलाई एकदम अल्छी लाग्ला रे या कसैलाई दुईटा कुरा होला रे कसैलाई तीनटै कुरा होला कि अब यी कुराहरू हजुरलाई आउने बित्तिकै कसैको फेरि केही हुँदैन हजुर थाहै हुँदैन तिर्खा पनि लाग्दैन तर वेट लस हुँदै जान्छ सुक्दै जान्छ कि मान्छे त्यो त किन सुके त सुगरले सुकायो क्या भन्छ नि अनि यी कुराहरू आउने बेलामा चाहिँ थाहा तर यो सुक्ने हजुरको यो वेट लस हुने बेलासम्म चाहिँ उसलाई डायबिटिज भइसकेको हुन्छ कि सबै मोटो मान्छेलाई चाहिँ डायबिटिज हुन्छ भन्ने हुँदैन र सबै पातलो मान्छे डायबिटिज फ्री भन्ने हुँदैन कि पातलोलाई पनि डायबिटिज भएको देखेको छ होइन मोटो पनि डायबिटिज फ्री भएको छ कि त्यही भएर मल्टिफ्याक्टोरियल छ कि यो जेनेटिक भयो मेटाबोलिक भयो इन्सुलिन जस्तो सेफ र इन्सुलिन जस्तो बेस्ट कुनै पनि छैन मेडिसिनमा किनभने तपाईँलाई अलरेडी सुगर भइसकेको छ नि त अनि सुगरले हजुरको अलरेडी किडनीमा असर गर्छ भन्ने थाहा छ हामीलाई किडनी आँखा नसा होइन सुगर धेरै कुरा बिगार्छ नि त त्यही भएर हामी डराउने त हो नि खाना मिलाएर खायो भने चाहिँ सुगरलाई केही हुँदैन क्या जथाभावी खाने होइन केही खान नहुने होइन जस्तो केरा खानुहुन्छ हजुरलाई केरा खान मन लाग्छ किनभने केरामा पोटासियम हुन्छ भनेर भन्छ होइन अब आधा खाने के हजुरले पुरै खानुहुन्छ सुगरको बिरामीले आधा खाने हजुरलाई 2000 किलो क्यालोरी भए पुग्छ 2300 किलो क्यालोरी भए पुग्छ भने सुगरको बिरामीलाई 1600 किलो क्यालोरी भए पुग्छ मेरो भनाइ चाहिँ के हुन्छ भने म सबै बिरामीलाई चाहिँ मैले के भन्छु भने भातै खानुहोस् बरु होइन तर थोरै भात खाने एक कटौरा भात खाने ग्लाइसेमिक इन्डेक्स उति नै छ क्या दुईटैको 4वटा रोटी खाएर त सुगर कन्ट्रोल भएन नि त बजारमा पाइने सुगर फ्री चिनी सुगर फ्री बिस्कुट भनेको चाहिँ सुगरको बिरामीले नखाए पनि हुन्छ नखाने है सुगरको बिरामीलाई पर्याप्त निद्रा पनि आवश्यक छ नि हजुर 12-1 बजेसम्म नसुतिकन बस्नुभयो भने चाहिँ हजुरको शरीरमा स्ट्रेस हर्मोन रिलिज हुने भयो नि त स्ट्रेस हर्मोन त्यही हर्मोन अनि त्यसले फेरि सुगर बढाउने भयो एउटा मानिसले चाहिँ हाम्रो स्वस्थ जीवनशैलीलाई चाहिँ के समेट्नु पर्यो अब यो चाहिँ हुँदै हुन्न चाहिँ भन्न सकिँदैन हामीले किनभने सुगर अब टाइप 2 डायबिटिज चाहिँ तपाईँको अहिले त टाइप 5 सम्म आइसक्यो डायबिटिज होइन नेपालीहरूले चाहिँ सुगर हुनै नदिन गर्नुपर्ने 2-4वटा कुराहरू चाहिँ के हो आफ्नो जीवनशैलीमा मैले बारम्बार भन्छु खानालाई कम गरौँ होइन खाना चाहिँ अलिक कम गरौँ हजुरले खानुभन्दा अगाडि बरु काँक्रा मुला फाइबर खानामा बढी फोकस गरौँ होइन ताकि पेट भरिन्छ क्या हाम्रो चाहिँ के बानी छ भने 2 टाइम खाने बरु तर टन्न खाने डाक्टर चिनी खाएर हुने रोग हो त यो होइन त्यही त मैले भने नि चिनी खाएरै हुने भनेर भन्ने रोग चाहिँ होइन क्या यो तर चिनी खाने अनि अरू पनि लाइफस्टाइल कम हुने भयो के चिनी खाने अनि हजुरको कस्तो भने एक्सर्साइज नगर्ने मोबिलाइजेसन छैन सेडेन्टरी लाइफ कुर्सीमा बसै छ कफी खाएको खाइछ चिनीवाला कफी दिएको दैछ खाएको खाइछ त्यो भएपछि त हुने चान्स हाई भयो नि त तर चिनी नै खाएर सुगर हुन्छ भन्ने चाहिँ